हुन्छ आज फेरि मैले के भएको थियो यसरी आएर बातमा राखेको है कहीँ कतै यही हो यसरी बेला बेला देखा परेको छ के भने है धेरैवटा हुन्छ क्या त एज है मैले म कन्टेन्ट बनाइबस्छु लगाइबस्छु है धेरै कुरा भनिबस्छु होइन एउटा के भने है भनौँ या त है हुन चाहिँ जति पनि मैले आफ्नो एक्टिभिटी गर्दै भनेको हुन्छु है गरेको हुन्छु होइन यो कोही कसैलाई दोषाएको चाहिँ होइन मैले है किनभने मैले एक्ज्याक्ट त्यही मोमेन्टमा कुराहरू सेयर किन गरेको भने चाहिँ मलाई रियलाइज हुन्छ क्या त है रियलाइज हुन्थ्यो त्यो पास्ट मेरो के त दिस टाइम आई वाज यस्तो पो थियो त भन्ने क्या त अन्त अहिले यसो हेर्दा चाहिँ होइन डिफ्रेन्स देख्छु है र त्यही हो यस्तो पनि हुँदो रहेछ भन्ने क्या त त्यो एक्सेप्टेन्स भनिबस्छु होइन त्यही मैले हालैको कन्टेन्टमा भनेको थिएँ है आफ्नै भित्र हुन्छ आफूसँगै हुन्छ खोदाले नि भेटिहाल्छ भन्ने क्या त आज म आफैको दुईवटा रूप के त पहिलाको र अहिलेकोमा हेर्दा के भेट्छु भने पहिला मलाई थाहा थिएन रहेछ क्या त अहिले चाहिँ अब पुरा थाहा छ जान्ने भएको होइन है तर वास्तवमा सिम्पल राख्दा पनि हुने रहेछ नि किप इट सिम्पल भन्छ नि त साधारण राख्दा साधारण बस्दा पनि हुने रहेछ नि त त्यो टाइममा एक्सपेक्टेसन हेभी हुन्थेछ मेरो क्या त एक्सपेक्टेसन राखेको हुँदा चाहिँ दुखी बस्थ्यो क्या भनेको जस्तो हुनु नि इत्यादि इत्यादि क्या त हुँदैन नि हुँदैन रहेछ पटक्कै हुँदैन है किनभने मलाई गाइड गर्न सक्छु अरूलाई मै जस्तो हुनुपर्छ यो चाहिँ सक्दैन यो मैले अरूलाई मात्रै होइन अरूले मलाई पनि इभन यही होला होइन धेरैजनालाई छ म उहाँहरूले भनेको जस्तो छुइनँ होइन मैले भनेको जस्तो उहाँहरू छैन यो हुन्छ नि तर म चाहिँ हेर्दिनँ यस्तो हुनुपर्छ त्यस्तो हुनुपर्छ भन्ने छैन मै हो म अरूलाई है कोही कसैलाई मैले सक्दैन मैले मलाई मात्रै गाइड गर्नुपर्छ है र यस्तो हुन्छ नि त इन्ट्युसन भन्छ नि है सायदै यो हुन्छ क्या त हाम्रो यो मानसिकता नै त्यस्तो भएको हुन्छ बिलिफ सिस्टम क्या त एडिक्टिभ नै हुन्छ अझै अहिले यो आउँछ क्या त है मुडलाई डाइभर्ट गरेर क्या त कन्भर्ट गरेर है त्यही म भनिबस्छु होइन यसै हुन्छ हामीसँग भन्ने क्या त अन्त आफूलाई ब्याक तानेर एक्टिभिटीमा ल्याइहाल्छु क्या त है आज धेरैजनासँग जोडेको छु है धेरैले क्या त म्याक्सिममले भेट्दैछ क्या त काहीँ न काहीँ यही भित्र अर्थ पनि भेट्दैछ बुझ्ने कोसिस पनि छ होइन त्यस्तो हुन्छ क्या त है भनेको त्यस्तै हो इभन म आफै पनि अब त्यस्तो मैले बाँड्छ भन्दामा मेरोमा सबै क्लियर भएको पनि छैन क्या त इभन आइएम ह्याभिङ है एभ्रिडे क्या त एउटा च्यालेन्ज टाइपको नै हुन्छ क्या त हेरौँ त तैँले के गर्छस् भन्ने खालको क्या त है त्यही भएर आई अलवेज के त बिहान म एकदमै गरम जोसमा सुरु भएको स्टाइलले आइदिन्छु है नमस्ते भन्न चाहन्छु भन्दै क्या त ताकि यो साउन्डले क्या त एक प्रकारको यसमा भाइब्स छ क्या त किनभने मेरो बुझाइमा के छ भने दिनको सुरुवात चाहिँ बिहानले बताउँछ भन्ने छ नि त है त्यही भएर क्या त हुनसक्छ त्यही लाइनले धेरैजनालाई है एक्कासी ऊर्जा भेटेको पनि हुनसक्छ होइन भेट्छ पनि किनभने अहिले थाहा भएको छ सम्भव है उसले राम्रो कुराहरू ल्याउँछ राम्रो विषयहरू छुन्छ भन्ने छ नि त जुन चाहिँ अरूले साह्रै भन्दैन होइन म चाहिँ ऱ्याङ भन्छु होइन किनभने मलाई चाहिँ त्यही हो मेरो एउटै उद्देश्य हो होइन जरुरतमन्द व्यक्ति निडी व्यक्तिलाई चाहिँ काहीँ न काहीँ उहाँहरूको मलाई नै होइन अन्य कसैलाई भेटेर पर्सनल भन्न नमिलेको कतिवटा प्रथा व्यथाहरू हुन्छ होइन कमसेकम म छोएर त्यसलाई जस्काइ बसिराखिदिन्छु क्या त है 10वटा उहाँहरूसँग 10वटा समस्या छ भने मैले भनेको 2टा 3टा त मिल्छ यसो रहेछ भन्नुहुन्छ क्या आज त्यही छ क्या त यो दुनियाँमा मद्दत भन्ने कुरा नै सायदै यसरी अलिकति सजिलो पर्छ क्या त मैले भनिहालेँ नि हामी एक्कासी प्लाटै डिस्टेन्स बनाउन सक्दैन नि किनभने यो टपिकै यस्तै हो च्याप्टरै यस्तै हो यो त्यही त कुनै
पङ्क्तिको मात्रै हो भन्ने पनि छैन, यसमा सबै लटपटेको छ होइन। सबै त्यही भएर क्या त इट्स अ फ्यामिली डिजिज पनि भन्छ नि त, किनभने कोही न कोही ग्रसित भएको हुन्छ अनि भन्न चाहिँ सकेको हुँदैन, तर भित्र इमोसनल पेन चाहिँ हुन्छ क्या त। रिलेटिभ आफन्त होइन, आफ्नै परिवारभित्र कोही न कोही कसैले क्या त यो छ क्या त। तर यो होइन है, म चाहिँ के भन्छु भने त्यही हो, चाहियो भने चाहिँ स्लोली प्रोसेस गरेर निस्किनु पनि सकिन्छ। र म यसरी आइबसेको चाहिँ कारण के हो भने धेरै प्रकार हुन्छ क्या त, सबैले एउटै तरिका अप्नाउँछ भन्ने छैन यसमा होइन। निस्किँदा पनि हुन्छ आफ्नो आफ्नो तरिका, स्लोली 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 टाइपले पनि होइन। अब हाम्रो भनाइमा चाहिँ के छ भने खाने मान्छेले 5 मिनट नखाएको पनि बेस्ट हो भन्ने छ नि त, हामी चाहिँ त्यसरी लिन्छौँ है। मैले मेरो बुझाइमा मैले यो पङ्क्तिमा भेटेको ज्ञानभित्र भएको कुरा चाहिँ यो छ है, 5 मिनट इभन 2 मिनट 3 मिनट 4 मिनटसम्म छोडेको पनि नखाएको पनि काउन्टमा आउँछ क्या त। किनभने यही क्षणिक मिनट नै हुन्छ होइन, कुनै इतिहास लेखिहाल्ने, कुनै गडबड भइहाल्ने, कुनै हादसा भइहाल्ने क्या त है। एटलिस्ट यति जोगिँदा पनि यही टाइममा जुन चाहिँ हुनेवाला लेखेको छ केही न केही नेगेटिभ है, त्योदेखि अटोमेटिक जोग्यो नि त होइन। त्यो हुनै पाएन, त्यो भएन नि। यो यस्तो पाराले क्या त मसिनोमा माइक्रो लेभल भन्छ नि त होइन। यसरी छ क्या ओभर डेलिकेट साथीभाइ, किनभने यो चपेटे यस्तै हो। त्यस्तो सजिलो हुनु थियो भने आज म यसरी आइबस्नु पर्थेन क्या त। हुन त मलाई कसैले तँ आइज ल भनेको छैन, म यसरी आइबसेको छु किनभने मलाई चाहिँ यो विषयको तकलिफ थाहा छ क्या त। किनभने मेरो लङ टर्म यो भित्र बसेकोले गर्दा क्या त। आज कहीँ कतै फसिन लागेको, फसिँदै गरेको, निस्किन चाहनु भने है निस्किन्छु भन्ने है, यहाँहरूलाई चाहिँ यस्तो विषयहरू छोएर कुरा घुमिबस्यो भने चाहिँ क्या त कुनै न कुनै कुराले छोएर क्या हल्का हुन्छ क्या। त्यही हो, मन दुखेर सुरु भएको छ भने ओभरै त्यसरी दिन्छ यसले है। खुसीको साथ भएको छ भने त्यसरी हुन्छ। त्यही एकदमै नराम्रो हो, छुनै हुँदैन भन्ने होइन है। म चाहिँ त्यसो भन्दिनँ। त्यो व्यक्तिहरूले छोड्छ, त्यो व्यक्तिले छोड्न चाहन्छ जसले आफै बुझ्न सकेको छ अब चाहिँ मैले छोड्ने बेला आयो, अब चाहिँ छोड्नुपर्छ भन्ने, र हैत्तिरेको यो त नखानुपर्ने पो रहेछ होइन। कतिजना त मेरो कुरा सुनेर बुझेर क्या सतर्क भइहाल्छ, किनभने कतिले कदमै हाल्दैन नि त, जोगिहाल्छ है। सायदै मभन्दा अगाडि यसरी यो विषयलाई सार्वजनिक गर्ने व्यक्ति थियो होला है, तर मैले चाहिँ त्यो त म खुद आफै डुबेको हुनाले मैले याद नगरेको होला होइन। अहिले म चाहिँ यसरी आइबसेको हरेक प्रकारले आएको कारण त्यही हो, र प्र्याक्टिकली मैले देखाइरहेको पनि त्यही हो। मेरोमा आज चाहिँ है म एउटा भन्न सक्छु, बिहान उठेकोदेखि बेलुका सुत्ने समयसम्म एनर्जी चाहिँ हुन्छ क्या त, जिउमा थकान हुन्छ है, तर त्यो होइन लुरुक्कै भइजाने हरेक। किनभने म समयमा त्यस्तो व्यक्ति हो क्या त, आधी दिनदेखि लुरुक्कै भइजाने होइन, भएको है, इभन हतार होइन, कति बेला टाइम हुन होला सुरु भइजाउँ भन्ने क्या त। आज त्यो छैन क्या त। आज मैले एउटा यस्तो जितेको छु है, त्यो डिपेन्डेन्सी नै मैले क्र्याक गरिपठाएँ क्या त, हटाइपठाएँ छैन। नभने बिहानै टेन्स भइहाल्थ्यो भरे बेलुकाको जुगाहरू कसो हो भन्ने क्या त। आज त्यो छैन, आज फ्री छ, पानी खाऊ बस होइन, हुन्छ क्या त। समयले खुवायो, मतलब समयमा मैले खाएँ है, राम्रै गरेँ, मैले बुझ्न सकेँ, जान्न सकेँ। आज धेरैजनालाई क्या जागरुकताको विषय बनाएर क्या यसरी बाँडिबस्छु होइन, बाँडिरहन्छु। किनभने मैले बुझेको छु, मैले जानेको छु, मलाई थाहा छ भने चाहिँ भनेर चाहिँ मैले बाँडेको है। यो सबै थोक मेरै भित्र लुकाइराख्दा पनि हुन्छ होइन, मलाई मात्रै काम गर्दा पनि हुन्छ, तर त्यो साह्रै फाइदा देखिँदैन नि त होइन, त्यसले कसैलाई हेल्प गर्दैन। आज धेरै जागरुकताको झन्डा हल्लिएको मलाई चाहिँ महसुस छ, किनभने हामीलाई अप्ठ्यारो चाहिँ लाग्नु थालेको छ क्या त।
तरङ्गै चाहिँ हुँदैछु होइन। यति पनि काफी हो। मैले क्षणिक मिनेटको त कुरा राखेँ भने चाहिँ होइन, सिम्पल अप्ठ्यारो कुराले पनि त जोगिहाल्छ होइन। त्यस्तो वे है। सो होइन, कोही कसैलाई मेरो शब्दले है तक्लिफ पुग्यो भने माफ गर्नुहोस् है। किनभने म त कोही न कोही भइगयो है, तपाईँकै आफन्त कोही कसैलाई चाहिँ यही कुराले सजिलो भइरहेको हुन्छ है। किनभने यो बिमारको चपेटो यस्तै हो है। त्यसले गर्दा मैले टुगेदर वी क्यान भनेको कारणै त्यही हो है। हामी सबैजना लागि पर्नुपर्छ भने नि है। मैले देख्दा, मैले सुन्दा, मैले हेर्दा मलाई मन परेन अरे सपोज होइन, के थाहा मेरो सबभन्दा नजिकको मान्छेलाई दामी लागिरहेको हुनु पनि सक्छ। किनभने कसले कसरी सेन्स, कसको दिमाग, मतलब कसलाई कस्तो पाराले चल्छ वी डोन्ट ह्याभ एनी होइन, प्रुफ छैन नि त है। खोदालेर कसैको हेर्नु पनि सक्दिनँ होइन। किनभने त्यस्तो छ। त्यही हो म आएको यसरी भनेको चाहिँ त्यही हो होइन। स्विङ्गिङ अफ हेल्प, मद्दत खेलाइची पारेर हेराइरहोस् न होइन। त्यस्तो सिरियस टपिक नहोस् है। छुइ बसोस्, हल्ली बसोस्, विषय भइ बसोस् होइन। यसरी सजिलो पर्छ क्या त। किनभने त्यही त हो, मैले एउटा कुरा भनिबस्छु नि होइन। हरेक सेवन गर्ने व्यक्तिले भोलिदेखि चाहिँ म खाँदिनँ भन्ने चाहिँ तागत हरेक दिन लगाइरहेको हुन्छ। तर बेलुका खानै पर्ने, खाएको नै हुन्छ कुनै कस्तो पाराले होइन। यो ग्रिपभित्र भएको यो एकदमै कसैलाई भन्नै नसक्ने, भित्र मात्रै कुद्ने गहिरो विषय हो भनौँ न है। त्यही भएर म यसरी आइबसेको क्या त, ताकि सुरु भइहाल्यो भने सम्भावना छ भन्ने नि, चाहियो भने भइहाल्छ है। त्यही हो, यति नै मात्रै भन्न चाहे। हुन्छ, धन्यवाद।